सो युथहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँको आफ्नो स्किललाई टेक्निकल स्किललाई चाहिँ बढाउनुहोस्। अहिले भनेको हाम्रो देशमा के कति काम पाउँछ आफ्नो ठाउँमा छ, तर एआईसँग जोडिनुहोस्। अहिले अबको एरा भनेको एआईको एरा हो। एआईसँग म्याक्सिमम जोडिनुहोस्, इन्टरनेटसँग म्याक्सिमम जोडिनुहोस् र त्यहाँबाट तपाईँ घरमै बसी पनि अर्निङहरू गर्न सक्नुहुन्छ। सो तपाईँहरू त्यो पनि गर्नुहोस् र देश सबैजना मिलेर भन्छन् सरकारले मात्रै बनाउन खोज्यो भने गाह्रो हुन्छ, तपाईँहरू पनि आइदिनु भयो भने चाहिँ सजिलो हुन्छ। सो आइडियाजहरू निकाल्नुहोस्, सोलिड त्यसको टेस्ट गर्नुहोस्, भेरिफाई गर्नुहोस्, अनि आएर भन्नुहोस्, हामीसँग आउनुहोस्। नमस्कार, टुडे टकमा यहाँहरूलाई स्वागत छ। हामी हरेक दिन केही नयाँ विषयवस्तुमा कुराकानी गरिरहेका हुन्छौँ र समय सन्दर्भिक अनुसारले कुराकानी कार्यक्रममा राखिरहेका हुन्छौँ। आज हामीसँग हुनुहुन्छ नेपाल सरकारको विकास पूर्वाधार मन्त्रीजीको सल्लाहकार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सुरक्षा मुद्रण र नक्कलीकरण रोकथाम सम्बन्धी विज्ञ श्री आरपी महतोजी। 50 भन्दा बढी देशको अनुभव बटुल्नु भएको उहाँ हुनुहुन्छ र प्रविधि र नेपालको विकासको सम्भावनाबारे कुराकानी गर्नेछौँ। पहिला उहाँलाई कार्यक्रममा स्वागत गर्नेछौँ र अहिलेको चाहिँ सन्दर्भिक अनुसारको जुन राजनीतिक अवस्था छ, जुन हिसाबले अहिले चाहिँ उहाँहरूको महाधिवेशन भयो, त्यसपछि अहिले चाहिँ प्रदेश अधिवेशनहरू के कसरी चाहिँ गर्नुहुन्छ र यसै विषयमा हामी चाहिँ कुराकानी गर्नेछौँ। पहिला चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरौँ। यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्ते, धन्यवाद यहाँलाई पनि। के छ, कस्तो अहिले चलिरहेछ दिनचर्या? एकदम राम्रो छ मेरो अहिले चाहिँ दिनचर्या भन्दै गर्दाखेरि देशभरि नै घुम्दैछौँ हामी। भर्खरै महाधिवेशन सकायौँ, अब जिल्लाका के अरे प्रदेशका अधिवेशनहरू पनि सकिया छन्, तर मध्य प्रदेश चाहिँ बाँकी छन्, जिल्ला बाँकी छन्, अनि मध्य प्रदेश पनि बाँकी छन्। त्यसमा पनि हामी होमवर्कहरू गर्दैछौँ। सँगसँगै सरकारसँग बसेर पनि हामीले यो नागरिकलाई जुन एउटा चुनावको बेलामा वाचा गरेका थियौँ, त्यो वाचामा प्रतिबद्ध भएर चाहिँ हामी काम पनि गरिराखेका छौँ। अपेक्षा त पक्कै पनि जनताको अपेक्षा त हुनु नै पर्छ र धेरै पनि छन्। त्यो सँगसँगै आँखा चिम्म गरेर खोल्दाखेरि फ्याट्ट देखिने चिज त हुँदैनन्। विकास र सुशासनहरू वन बाई वन, डे बाई डे हामी काम गर्दैछौँ। रिजल्टहरू पनि देखिँदै पनि छन्, धेरै उदाहरणहरू पनि छन् रिजल्टहरू देखेका पनि गर्दैछौँ। दिनचर्या अहिले चाहिँ अब एउटा काम बाँकी छ, पोलिटिकल उसमा चाहिँ हाम्रो अधिवेशनहरू त्यसमा चाहिँ लागेका छौँ र अरू जनतासँग डाइरेक्ट गरेर अनुगमन गर्दैछौँ। सरकारका कुराहरू डेलिभरी पुग्यो कि पुगेन, काम भयो कि भएन भने के कारणले भएन, भएको छ भने तपाईँहरू कतिको खुसी हुनु भएको छ। सो जाँदै गर्दाखेरि कति ठाउँमा खुसी व्यक्त गर्नुभएको छ, अझै यो पनि गराइदिनुहोस् भन्नुभएको छ। त्यसैको लागि हाम्रो नेताजीहरू, मन्त्रीजीहरू, सल्लाहकारजीहरू, सोक्केजीहरू सबैजना आफ्नो ठाउँबाट दिनरात नभनिकन काम चाहिँ गर्दैछन्। हजुर आरपी महतोजी, जसरी तपाईँ भन्नुभयो अहिले हरेक प्रदेशमा चाहिँ भइसकेको छ, छोडै प्रदेशमा तपाईँको के भन्छ प्रदेश अधिवेशन, जिल्ला अधिवेशन भइसक्यो, तर मधेसमा चाहिँ खास गरेर अहिलेसम्म भएको छैन र चुनावमा जुन अवस्था आयो, जुन अधिवेशनको जुन बेला, त्यसले गर्दा पुरानो दल र अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको दलको धेरै चर्चा चलेको र परिवर्तनको जुन सरकार छ, मान्छे धेरै नै विश्वास गरेर उहाँलाई 2 बार मतभन्दा बढी चाहिँ उहाँले दिनुभएको छ। तर जुन अवस्था हेऱ्यो त्यो अवस्था चाहिँ कतै न कतै पुरानै दलमा जस्तो भइरहेको छ। घिचातानी जुन झडप जति कुरा हेऱ्यो त्योभन्दा बढी नै भइसक्यो। यस्तो भयो, किन यस्तो भएको होला? होइन, यस्तो छ, हाम्रो चाहिँ पहिलो कुरा जुन भूमिमा छौँ हामी, जुन समाजमा छौँ, एक्कासी उलटफेर त समाज भएको त छैन। हिजोको माइन्डसेट जे थियो त्यो आज छ, तर रिफर्मड वेमा छ के। हजुरले हेर्नुभयो भने चाहिँ कानुन हिसाबले अथवा वैधानिकता हिसाबले संविधानको तहतै बस्नुपर्छ हामीले, फर्मेसन त्यही अनुसारले हुन्छ। अब त्यसलाई चाहिँ अब मान्छे चाहिँ
खुट्टाले हिँडिरहेछ भने म चाहिँ अब हातले हिँड्छु भन्ने कुरा त हुँदैन नि त। त हुन के पर्छ भन्दाखेरि विधि र प्रक्रिया त्यही हो। त्यसमा अरूभन्दा हामी फरक पनि छौँ। कम्प्लायन्सका कुराहरूमा हामी पालन गर्छौँ। जस्तो महिला सहभागितामा चाहिँ हामी पालन गरिरहेका हुन्छौँ। अब अरूभन्दा फरक के भन्दाखेरि चाहिँ सामान्य के अरे चाहिँ हाम्रो प्रधानमन्त्रीज्यू चाहिँ पार्टी पोलिटिक्स भन्दा पनि सरकार पोलिटिक्समा के अरे सरकारमा काम गरिराख्नु भएको छ। हाम्रो पार्टी सभापतिज्यू पार्टीमा काम गरिरहेको हुन्छ। फरक छ त अरूभन्दा कति। माने एउटा हामी उदाहरण सेट चाहिँ गर्दैछौँ। तर मैले अघि नै भने जस्तो अब त्यो टाउकेले त हिँड्नु भएन नि त, फरक गर्दै गर्दा खुट्टाले नै हिँड्ने हो नि त। सो त्यही हिसाबले छ फरक देख्नुहुन्छ यहाँहरूले। हजुर, अहिले नेपालका पूर्वाधार विकासको सबैभन्दा ठुलो चुनौती के हेर्नु भएको छ यहाँले? यस्तो छ, अब नेपालको पूर्वाधारहरूमा चाहिँ हामीलाई डेभलपिङ कन्ट्री छौँ हामीसँग रोड बनाउनै बाँकी छ, हस्पिटल बनाउनै बाँकी छ, माने इन्फ्रास्ट्रक्चरको कुरा गर्दैछौँ। छन् त छ, तर एउटा फ्यासिलिटेड होइन, वेल फ्यासिलिटेड, सबै सुविधा सम्पन्न ती चिजहरू बाँकी छ। ती चिजहरूमा हामी काम गर्दैछौँ। जस्तो हाम्रो माननीय मन्त्रीज्यूले घोषणा गर्नुभएको छ 3000 किलोमिटर सडक बनाउने सर्टेन टाइम पिरियडमा। त्यसको लागि हामी ब्लु प्रिन्ट निकाल्दैछौँ, बन्दैछ, अनुगमन गर्दैछौँ। अस्ति हजुरलाई एउटा कर्णाली हाम्रो माननीय मन्त्री जाँदै गर्दाखेरि कर्णालीसम्म रोड त पुग्यो, तर रोड कस्तो पुग्यो उहाँ यति डराएर आउनु भएको छ कि मान्छेलाई चाहिँ जोखिम छ क्या रोडहरूको अवस्था। सो फिजिकल्ली जाँदै गर्दाखेरि जुन अनुभव हुन्छ त्यस पछाडि फेरि त्यसलाई रिभिजनमा ल्याउँछौँ भन्ने हिसाबले इन्फ्रास्ट्रक्चर हामी बनाउँदै गरेको अवस्था छ। वेल बनाउँछौँ, राम्रो बनाउँछौँ। नेटवर्क, रोड नेटवर्कहरूदेखि लिएर सबै सञ्जालहरूलाई चाहिँ हामीले वेल एक्सेसिबल बनाउनु पर्छ, बिल्डिङ्सहरू बनाउनु पर्छ। सहरहरूलाई चाहिँ सहरहरू राम्रो बनाउनु छ, सहरलाई ब्युटिफिकेसन गर्नु छ। यहाँहरूको सहर जनकपुरमा हजुर सायद यतै जन्मिनु भएको छ भने, यहीँको हुनुहुन्छ भने हजुरले जुन सहरको परिकल्पना गर्नुभएको छ त्यो सहर देख्नु भएको छैन। हाम्रो अटेम्प्ट भने चाहिँ त्यो तपाईँले कल्पना गरेको सहर तपाईँकै जीवनकालमा होस् भन्ने हाम्रो चाहना छ होइन। सो यी चिजहरूमा हामी काम गर्दैछौँ। हजुर, जसरी अहिले मध्य प्रदेश विशेष गरी जनकपुरका पूर्वाधार विकासले कसरी हेर्नुभयो? किनकि तपाईँ योभन्दा पहिला पनि आउनुभएको थियो होइन, तर अहिले चाहिँ एउटा मन्त्रीजीको सल्लाहकारको रूपमा आउनुभएको छ। खास गरेर अहिले जनकपुरमा तपाईँ यो 2 दिन बसेर के कस्ता चाहिँ हेर्नुभएको? हामीले अहिले जुन हाम्रो जनकपुर जानकी मन्दिर छ अहिले पनि वर्ल्ड हेरिटेजमा चाहिँ लिस्टिङ भइसकेको छैन। हामी त्यसमा काम गर्दैछौँ। एकदमै खुसीको कुरा मान्नुपर्छ। हामीले मान्ने त्यो लिस्टिङ गराएरै छोड्छौँ, त्यो हुनु पनि पर्छ। हामीसँग इतिहास बोकेका एउटा यस्तो प्राचीन सभ्यता र संस्कृतिका उदाहरण छ। जस्तो कि राजा जनक राजा हुँदा पनि आफूलाई खाली महसुस गरेर अष्टावक्र ऋषिलाई बोलाएर कि म चाहिँ खाली छु हैन, माने राजा हुनुहुन्थ्यो र पनि खाली छु म, मलाई ज्ञान देऊ भनेर अष्टावक्रलाई बोलाएर शिक्षा प्रदान गरेर आफू वैराग्यमा गएको हामीसँग उदाहरण छ क्या। यो सिटीलाई फेरि पनि रिस्टोरेसन किन नगर्ने ज्ञानको लागि? यो ऋषि यो भूमिलाई ऐतिहासिक हाम्रो हुँदाहुँदै पनि यो माने देश धनी हुनलाई अथवा स्टेट धनी हुनलाई अथवा सिटी धनी हुनको लागि केही न केही बेच्नु पर्यो नि त, हामीले सेल गर्नु पर्यो नि त। सेलेबल भनेको चाहिँ माने वस्तु हुनसक्छ, सेवा हुनसक्छ, संस्कृति हुनसक्छ, समाजको चाहिँ ट्रेडिसन हुनसक्छ। यो चिजहरूमा चाहिँ हामी कति रिच छौँ क्या। त्यो रिचनेसहरू हाम्रो कहाँ चाहिँ बिलाएर गयो, कहाँ चाहिँ हामी देखाएको छैनौँ, त्यसमा हामी काम गर्दैछौँ। अब यो सिटी ब्युटिफिकेसनका कुराहरूमा हाम्रो काम हुँदैछन्। जस्तोले भर्खरै सुन्नुभयो होला कि प्रदेशले पनि यो पोखरीहरूको के अरे चाहिँ अतिक्रमण भएका जग्गाहरूलाई चाहिँ फिर्ता ल्याउँदैछन् भने यी चिजहरूमा काम हामी गर्दैछौँ। यो सहर राम्रो हुनु पर्यो, यो हाम्रो मधेस समग्रमा चाहिँ यहाँका स्किल डेभलप हुन पर्यो, यी चिजहरूमा चाहिँ हामी काम गर्दैछौँ। यो अन्तर्राष्ट्रिय अनुभवको आधारमा नेपाललाई तपाईँ कुन मोडेलमा हेर्न चाहिराख्नुहुन्छ? किनकि तपाईँले 50 देशभन्दा बढी देशमा चाहिँ घुमेर आउनुभएको होइन, 50 ठाउँको चाहिँ अनुभव बचाउनु भएको होला यहाँले, अनि कुन मोडेलमा हेर्न चाहिराख्नु भएको छ?
यो हाम्रो देशको मोडेल जस्तो मान्छे ट्राभल गर्दै गर्दाखेरि जस्तो सिङ्गापुर कसरी विकास भयो, त्यहाँ पुग्दै गर्दा हामी त्यहाँ अध्ययन गरे हुन्छौँ, मलेसिया कसरी विकास भयो, यो हाम्रो साउथ इस्ट एसियालाई हेरौँ न त। पहिलो कुरा हामी युरोपलाई नहेरौँ, किनभने सँगसँगै जाने चिज के हुन्छ भन्दाखेरि हामी युरोपलाई परिकल्पना गर्दै गर्दाखेरि त्यहाँको नागरिक जस्तो पनि त हाम्रो नागरिक हुनु पर्यो नि त। हामी चाहन्छौँ अमेरिका होस्, तर मान्छे पनि त अमेरिकन जस्तो त हुनु पर्यो नि त एट्रिब्युटको हिसाबले। सो भन्दै गर्दाखेरि नेपाल चाहिँ संसारमै मैले मेरो यो जियोग्राफीको हिसाबले, भूगोलको हिसाबले जस्तो मानौँ एकछिनलाई हजुर चाहिँ जनकपुरमा गर्मीले चाहिँ पग्लिरहेको अवस्था छ, तर त्यही अलिकति माथि 2 घण्टाको ड्राइभमा सिन्धुली पुग्नु हो भने शीतलमा पुग्नुहुन्छ क्या। यस्तो देश मैले देखेको छैन क्या। सो हामीलाई डेभलप गर्ने पर्ने चिजहरू भनेको चाहिँ टुरिज्म हो हैन। हामीसँग चाहिँ सगरमाथा संसारमा अरूले बनाउन सक्छ त? सक्दैन नि। नौलखा मन्दिर संसारमा अरू कहीँ छ त? छैन नि। बुद्धलाई अरू देशले जन्माउन सक्छ त? सक्दैन नि त। सो हाम्रो आफ्नै मोडेल छ क्या। बस हामीले गर्नुपर्ने के हो भन्दाखेरि त्यसलाई चाहिँ ब्युटिफिकेसन चाहिँ गर्नु पर्यो, सिँगारिनु पर्यो हैन। रोड नेटवर्क पुर्याइदिनु पर्यो, हस्पिटल बनाइदिनु पर्यो, जनताको चाहिँ एजुकेसनको लेभललाई बढाइदिनु पर्यो। जस्तो हजुरको जनकपुरमा एउटा पनि टुर एन्ड ट्राभल मैले देखिनँ। हजुर यहीँ जन्मिनु भएको छ, यहीँ हुर्किनु भएको छ भने मलाई भन्दा भयो। माने कोही टुरिस्ट आयो भने जनकपुर टेम्पल मात्रै त नहोला नि त। जनकपुर टेम्पल छ, राम टेम्पल होला, के अरे छ, त्यसो भए के अरे पोखरीहरूको सहर हो यो, कुटीहरूको संस्कृति हो यो। एउटा मैले दुध नदी के तपाईँलाई थाहा छ? दुधमती नदी छन्। सो यो नेटवर्कलाई एउटा टुरिस्टलाई त जम्मै घुमाइदिने खै त टुरिस्ट गाडी यहाँनिर होइन त। सो त्यो चिजहरू हामी जुन त्यहाँ जस्तो हामी बाहिर जाँदाखेरि चाहिँ नि वान स्टप सल्युसनहरू मान्छे पाइरहेको हुन्छ, त्यो वान स्टप सल्युसनहरू होस्। त्यहाँ टेक्नोलोजीहरू जुन प्रयोग गरेका हुन्छ त्यो टेक्नोलोजीहरू हामी यहाँ हेर्छौँ, तर हाम्रो आफ्नै मोडेल भन्छन् क्या। टुरिज्मको त यस्तो बवाल मोडेल बन्छन् कि तपाईँको त्यसको आर्मी महतोजी। त्यही भएर तपाईँहरूको पार्टीलाई चाहिँ खास गरेर विशेष गरेर भनौँ न, यो बालेन सरकारलाई 2/3 भन्दा दोब्बर मतले चाहिँ जनताले मत दिएर जिताउनु भएको चाहिँ एउटा आशा, अपेक्षा, आकाङ्क्षा धेरै नै उहाँसँग छ, अपेक्षित हुनुहुन्छ। तर अब चाहिँ जुन मोडेल चाहिँ हेर्न चाहिँ चाहिराखेको छ, शिक्षा क्षेत्रमा होस्, स्वास्थ्य क्षेत्रमा होस्, अथवा यो जानकी मन्दिरको ऐतिहासिक जुन धरोहर छ त्यसको चाहिँ सपना धेरै त हेरेको होला। जुन 72 कुण्ड छ, 52वटा कुटी छ, त्यसको संरक्षण चाहिँ अब हुन्छ कि आशा त छ। तर यो जुन अहिले 4 महिना भनौँ यो त्यसमा तर मान्छेहरू जति अपेक्षा हुनु पर्यो त्यो अपेक्षा उहाँहरूको जुन कम भएको जस्तो लागेको छ। किनकि बढी समस्या उहाँहरूलाई सरकारी निकायमा जाने, सरकारी दफ्तरमा जाने धेरै समस्या उहाँहरूलाई हुन्थ्यो। तर अहिले पनि हेर्दाखेरि त्यही समस्यामा लाइनमै जुझ्नु परेका छ। घन्टासम्म लाइनमा बस्नु परेकै हो, अथवा जिल्ला प्रशासन कार्यालय होस्, अथवा यातायात कार्यालय होस्, अथवा मालपोत कार्यालय, किन जति पनि सरकारी कार्यालयमा उहाँहरूले सबैभन्दा पहिला भनेदेखि यो लाइन मुक्त हुन्छ होइन, अनलाइन सेवा सुचारू हुन्छ। तर जनता त आशमा हुन्छ नि, तर उहाँहरूले चाहिँ त्यस्तो अहिलेसम्म पाएको छैन, गुनासो गरिरहेको छ। हजुरलाई ठ्याक्कै एउटा उदाहरण दिन्छु, म काम भएकै उदाहरण दिन्छु। अहिले यातायातमा जानुभयो भने तपाईँले लाइनमा बस्नु परेन, अनलेस एन्ड अनटिल कहीँ कतै। किनभने भर्खर त सुरुवात गरे हामी, यहाँकै मुखबाट आयो 4 महिना पुग्न हाम्रो हुँदैछ। हजुरले 35 वर्ष अघि 35 वर्षमा नदेखाएका चिज 4 महिनामा म देखाइदिन्छु। यस्तो पनि त भन्न हामी चाहिँ सक्दैन नि कि यो 35 वर्ष 36 वर्षमा चाहिँ कामै भएको छैन भनेर त्यो पनि भन्न सक्दैन नि। हामीले 4 महिनामा गरेका चिज के छ भन्दै जाँदै गर्दाखेरि हजुरले अब बेन्चमार्क सेट गरेर कम्प्यारिजन गर्न सक्नुहुन्छ। ड्राइभिङ लाइसेन्स 10 वर्षदेखि हजुरले चाहिँ चिरपट लिएर घुम्नुहुन्थ्यो, गोजीमा एउटा कागज बिल तिरेको लिएर हिँड्नुहुन्थ्यो। अहिले हजुरको प्रिन्ट भएर आइसक्यो, गएर लिन सक्नुहुन्छ। हजुरले 30 लाख प्रिन्ट गर्न क्यालकुलेटरमा दबाउनुहोस् कति घन्टा लाग्छ होला। दिनरात नभनिकन काम गरेका छन्। बिहाइन्ड द सिन छौँ हामी त्यसमा हेल्प गर्ने। मेरो आफ्नै प्रोफेसनको सेक्टर पनि हो यो चाहिँ सेक्युरिटी प्रिन्टिङ। जस्तो अघि हजुरले भन्नुभयो यो डकुमेन्टहरू चाहिँ सेक्युरिटी प्रिन्टिङ अन्तर्गत पर्छ। यी कामहरू चाहिँ भएकै हो नि, होइन र? मान्नुहुन्छ नि यसलाई? जनतासँग पुगेको कुराहरूलाई यहाँहरू मिडियाकर्मी हुनुहुन्छ, भएको कुरालाई पनि पुर्याइदिनुहोस् ताकि उहाँहरूलाई एउटा होइन है गर्दैछ है केटा हो शान्त बस भन्ने चाहिँ होस् होइन। अब अहिले तपाईँलाई ड्राइभिङ लाइसेन्सको लागि चाहिँ एप्लिकेसन दिनु पर्यो, यु क्यान युज द पोर्टल अनलाइन।
अनलाइनबाट तपाईँले चाहिँ आफ्नो फारम भर्न सक्नुहुन्छ, ट्रायलको लागि डेट उहीँबाट लिन सक्नुहुन्छ, त्यहाँ जानुहुन्छ भनेपछि टाइम त सबैसँग हुन्छ त कि हामी सुत्न पर्दैन र 8 घन्टा त हामी नि सुत्नु पर्ला, 2 घन्टा हामी नि रेस्ट लिनु पर्ला। काम चाहिँ हुँदैछ म्याडम, यस्तो मजाले काम हुँदैछ। सुशासनको विषयमा 1 से 1 निर्णय हजुरहरूसँग आउँदैछ। कथन कथाचित केही एररहरू भएको छ, त्यसलाई करेक्ट पनि गर्दैछौँ हामी भनेपछि एउटा मेरो सेक्टरसँग जोडिएको चिज चाहिँ मैले हजुरलाई भने। अर्को काम भएकोले हेर्नुहोस् त, ठेक्कापट्टामा तपाईँले कति अनुभव गर्नुभएको छ। तपाईँले हिँड्दै गरेको रोड 4 वर्षमा त बनाएनन् क्या, यतै खन्या छ उतै निकालेछ होइन, अधुरो छ नि त। अहिले हेर्नुहोस् त, त्यसलाई सुधार गर्न हाम्रो माननीय मन्त्रीजीले ऐतिहासिक, उहाँको आफ्नै क्षेत्र हो त्यो चाहिँ, प्रोक्युरमेन्ट र स्ट्रक्चरको सिभिल इन्जिनियरिङको उहाँ आफै एक्सपर्ट हुनुहुन्छ। उहाँले अहिले ऐतिहासिक अब त्यो सोच्नु परेन भने सोच्नुपर्छ होला नि त। अहिले भनेको ठेकामा लोएस्ट वेस्ट आउँदैनन् कोही पनि, एभरेज बिडिङमा गइसक्यो भनेपछि अब ठेकेदारले पनि राम्रो पैसा पाउँछन् काम गर्नलाई, राम्रो काम गर्नुहुन्छ। नगरेका मान्छेलाई हामी बोलाएर ल्याउँदैछौँ तानेर होइन, किन गरिनस् त, गर्नु पर्यो नि त। काम त जिम्मा लिएको छ नि त, एग्रिमेन्ट ठोकेको एग्रिमेन्ट त कम्प्लिट त गर्नु पर्यो। हामी बोलाएर ल्याएर चाहिँ काम गराउँदैछौँ। म्याडम काम चाहिँ यति धेरै भइरहेछ कि देखिन्छ कि एक दिन आउँछ त्यो काम मजाले देखिन्छ हजुर। अब तपाईँ जनकपुरमा अहिले हेर्दाखेरि धेरै ठाउँमा घुम्नु भएको होला, त्यो ठाउँमा धेरै नै अधुरो योजनाहरू चाहिँ छ, कुनै चाहिँ अहिले पनि बाटो त्यति राम्रोसँग क्लियर भएको छैन। खास गरेर अब गएर तपाईँ एउटा सल्लाहकारको रूपमा जानुहुन्छ भने मन्त्रीलाई के सल्लाह दिनुहुन्छ जनकपुर, खास गरेर यो जनकपुरको लागि? अहिले जनकपुर स्पेसल जोनमा छ हाम्रो, यहाँको अघि नै भने मैले सिटी ब्युटिफिकेसनका कुराहरू चाहिँ, पोखरी संस्कृतिका कुराहरू, कुण्डका कुराहरू होइन, कुड्डीका कुराहरू चाहिँ, रिभर कनेक्सनका कुराहरू यो विशेष प्राथमिकतामा छ। भर्खरै एउटा बृहत्तर जनकपुर उपनि छ हाम्रो यहाँनिर चाहिँ, उनीहरूको लागि नयाँ अपोइन्टमेन्ट हुँदैछ, कार्यकारीहरू सदस्य सचिवहरू नयाँ अपोइन्टमेन्ट हुँदैछन्। गुडी संस्थामा अपोइन्टमेन्ट भइसक्यो, यी चिजहरू भइसकेका छन् कि। सो यो चिजलाई अब फास्ट रूपमा अब मन्दिरको विषयमा, अरू चिजहरूको विषयमा, रोड नेटवर्कको विषयमा, ग्रिनरीको विषयमा, पार्किङको विषयमा होइन। अब अहिले हजुर रोडमा जानुभयो भने हङ्क दिएर हैरान हुन्छ हेर्नुहोस्, त्यो चिजहरूलाई, यी चिजहरू मैले स्थलगत रिपोर्टिङ, स्थलगत अनुगमन, अरू मान्छेको जनभावनाका कुराहरू मैले नोट गरेको छु। कतिपय कुराहरू चाहिँ हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि गरेर भन्छौँ कि नगरिकन भन्दैनौँ। बालेन सरकार जस्तो हामी चाहिँ देश बनाउन आएको छु बोल्दैन उहाँ, त्यही भएर तपाईँ होइन बोलेर पहिला बोलेर त मिनिङै रहेन नि त। म यो गर्छु भनेर होइन क्या, गरेर देखाउँ। जस्तो अहिले भर्खरै मैले भने पनि एउटा जे होस्, भर्खरै अहिले भने नि मैले यो काम भइसक्यो, यातायातको यो काम भइसक्यो। जस्तो अब यातायातमा अर्को कुरा छ, पेनाल्टीको विषयहरू छ। पेनाल्टीको विषयहरूमा चाहिँ अब चाहिँ गाडी चलाउँदाखेरि 50,000 जरिवाना छ भने 2,000 1,000 पनि जरिवाना छ। त्यो जरिवानाहरू भनेको चाहिँ भायोलेसन, मान्छे अथवा नागरिक को एउटा शर्त के भन्दाखेरि हजुरहरू डिसिप्लिनमा बस्नुहोस्। डिसिप्लिन नतोडे तपाईँलाई जरिवाना लाग्दैन नि त। डिसिप्लिन तोडे पछाडिको जरिवाना तपाईँ डिसिप्लिनमा बस्दिनुहोस्। जस्तो हजुर गाडी चलाउनु भयो, सिट बेल्ट बाँध्नको लागि तपाईँले कसले छेक्छ त? अनि सिट बेल्ट त बाँध्नु पऱ्यो नि, नभए त घटना गर्छ होइन। घटना गर्छ। हिजै तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका के भन्छ सिरा क्षेत्र नम्बर सायद 1 का चाहिँ बबलु गुप्ताजी, उहाँ डाइरेक्टै बाइकको पछाडिमा बसेर चाहिँ रिल बनाइराख्नु भएको छ। अब अरूलाई हामी सल्लाह दिनुभन्दा पहिला त एउटा के भन्छ भने जनप्रतिनिधिलाई आफै सचेत हुनु पर्यो। एकदमै यहाँको कुरालाई चाहिँ उहाँ पनि सुन्दै हुनुहुन्छ होला। त्यस्तो गर्नुहुन्न, मतलब अनुशासन देशले तोकेको नियम कानुनमा सबै बस्नुपर्छ। सांसद होस् कि मान्य होस् कि मन्त्री होस् कि जोसुकै होस्, अनुशासनमा नियम कानुनभित्र चाहिँ बस्नै पर्यो। अनि यो पेनाल्टीको विषयहरूमा पनि अलिकति क्लियर गरिदिउँ। हजुरको सिग्नल ब्रेक गर्दाखेरि एकैचोटि 50,000 जाँदैन, 1,000 2,000 5,000 10,000 गरेर बढ्दै जाने हो होइन। सो यो चिजहरूमा तपाईँ सिग्नल ब्रेक नगर्नुहोस्, रेड लाइटमा रोक्नुहोस्, सिट बेल्ट लगाउनुहोस्, हेलमेट लगाएर गाडी चलाउनुहोस्, ओभर स्पिडमा नजानुहोस्। यो चिजहरू त रोड सेफ्टीभित्र पर्ने कुरा हो नि त। त्यही भएर अघि मैले के हजुरलाई जोडेको थिएँ फेरि रिपिट गर्छु भने हामी परिकल्पना गर्दैछौँ अमेरिका र युरोप, नागरिक पनि अमेरिका र युरोप जस्तो भइदिनुहोस्। मेरो बिन्ती छ है, मेरो आग्रह छ। हामी पनि सिट बेल्टको कुरा गर्दाखेरि ट्राफिक रुल्सको कुरा गरिराख्नु भएको छैन आरपी महतोजी। अब योभन्दा अगाडि नै एउटा चाहिँ आत्मदाह गर्नुभएको थियो गणेश नेपाली। उहाँ सायद एउटा गरिब फ्यामिलीको हुनुहुन्थ्यो होइन,
त्यो कारणले गर्दा सायद उहाँ चाहिँ अब उहाँसँग पैसा नभएर चाहिँ 1000 रुपियाँ तिर्न सकिनन्, आत्मदाह गर्नुभयो होइन। त्यो लगतै चाहिँ कतिवटा आत्मदाहको चाहिँ केस आयो। अब यसमा तपाईँ साँच्चीकै भन्नुभयो कि यो सबै कुरा चाहिँ मान्छेलाई बुझ्नुपर्ने आवश्यक र जरुरी छ, यो यथार्थ हो। हामी पनि मान्छौँ र नागरिक पनि मानिरहेका छन्, मान्छन्। तर एउटा यो पनि छ नि कि यो देशमा चाहिँ आर्थिक अवस्था एकदमै पहिलाको विगतको सरकारमा जस्तै गरिब मान्छे जुन निमुखा थियो त्यो चाहिँ मरिरहेको थियो, अहिले पनि त्यो मान्छे नै मरिरहेछ। मान्छेसँग अहिले त के भन्छ भने सरकारी कर्मचारीहरूको तलब सेलेरी सुविधा बढिरहेको छ, अहिले पनि बढ्यो बालेन सरकारमा। तर अरू मान्छेको त छैन नि, मिडल क्लास मान्छेहरूको चाहिँ अहिले काम गरेर जुन खाइरहेछ उहाँहरूको सेलेरीको एउटा भरमा, तर उहाँसँग बढी तलब पनि छैन, बढी उहाँहरूको स्यालेरी छैन, तर पनि चाहिँ खर्च त्यतिकै नै हो। बालेन सरकारसँग यति अपेक्षा आशा थियो, तर पनि अहिले शिक्षामा स्वास्थ्यमा हरेक कुरामा चाहिँ महँगाई अचानक उहाँले खारिज पनि गराइदिनु भयो 3% कर, तर पनि महँगाई आकाश छोयो। कसरी हुन्छ? कहाँबाट मान्छे फाइन तिर्छ? कहाँबाट चाहिँ कसरी मान्छे म्यानेज गर्छ? किनकि मर्ने त जुन निमुखा छ त्यही मर्छ नि। पहिलो शर्त मेरो हजुरलाई के भन्दाखेरि हजुर गल्ती नगर्नुहोस्। गल्ती त हुन्छ नि, कसरी हुन्छ? मान्छेबाटै त गल्ती हुन्छ नि। यस्तो हो, जानी जानिकन कसैले गल्ती गर्दैन, तर त्यसको लागि रुल सिस्टम जुन आउनु पर्यो। किनकि पहिला पनि विगतको सरकारमा हामी हेरेकै थियो, पहिलाको सिस्टममा हामी चाहिँ हेरेकै थियो, यो जनता हेरेकै थियो। किनकि जुन मान्छे बोल्ने खालको हुँदैन, जोसँग कसैको कुरा उसको पुग्दैन भने त्यो मान्छेलाई राखेर ट्राफिकको बिल काटिदिने, अहिले पनि त्यो प्रवृत्ति छँदैछ नि। यस्तो छ हजुरलाई पहिले फेरि पनि भन्छु, गल्ती नगरिदिनुहोस्। किन भन्दा सबैलाई थाहा भएको विषय हो, अवेर हुनुहुन्छ हजुरहरू सबै। गलत ठाउँमा पार्किङ गर्नु हुँदैन भने सायद कसैलाई थाहा नभएको विषय चाहिँ हिँड्दा हुँदैन, त्यही पनि घुसाएर दिन्छ कि सर्टकट अपनाउला गरे हुन्छन् होइन। गल्ती नगरिदिनुहोस् र गल्ती गरे पछाडि नहात्तिनुहोस् के। एउटा ट्राफिकले फाइन गरेर 1000 को लागि नमर्दिनुहोस्, नआगो लगाइदिनुहोस्, बिन्ती छ क्या मेरो चाहिँ। त्यसको सल्युसन त होला नि त, आफ्नो परिवार हुन्छ, साथीभाइ हुन्छ, 1000 को लागि मर्न चाहिँ पर्दैन जस्तो लाग्छ मलाई चाहिँ। त्यो अलिकति त्यो आत्तिएर होइन अब के गरौँ कसो गरौँ भन्ने चाहिँ होइन, हाम्रो सुझबुझ पनि ल्याउनुपर्छ। त्यो भएको कारणले गर्दाखेरि फाइन चाहिँ एकदमै त्यो डरलाग्दो भन्ने पनि छैन, तर त्यो रेपुटेसन यो भनेको अनुशासनमा हामी तपाईँ बस्दै गयौँ भने पछिको जेनेरेसनहरू जस्तो हजुरलाई कहिले जानुभएको छ भने अथवा बच्चाहरू बाहिर हुर्केको छ भने फोहोर चक्लेटको चाहिँ चक्लेट खान्छ र त्यसको ऱ्याप चाहिँ गोजीमा हाल्छन् क्या। त्यो बिस्तारै आउँछन्, आजै आउँदैन भन्छु म चाहिँ, बिस्तारै टाइम लाग्छ। यसैको लागि म यो कुराहरू भन्दैछु। पेनाल्टीहरू भनेको चाहिँ किन लगाउँछन् भने नभए त ओपन राज्य छोडिदिउँ न त, किन अदालत चाहियो त हजुरलाई? नागरिकको व्यथै बुझ्ने हो भने त अदालतमा के अरे चाहिँ मरेको मान्छेलाई पनि सजाय सुनाएको छ नि त अदालतले, होइन र? सुन्नुभएको छ यो विषय? अदालतले त्यो मान्छे एक्सपायर भएर गइसक्यो तर मुद्दा चलिरहेछ र पनि उसको सजाय सुनाइरहेको हुन्छ क्या। भनेपछि एउटा कानुन चाहिन्छ देशमा, अनुशासित हुनलाई चाहिन्छ, देशलाई सही दिशामा ड्राइभ हुनलाई कानुन चाहिन्छ। फेरि पनि भन्छु म, गलत नगरिदिनुहोस्। गलत गरिसकेको छ भने अफोर्डेबल छैन भने पनि हजुर नआत्तिनुहोस्, हामी छौँ, केही न केही उपाय सरकारसँग फेरि गुहार त गर्न आउनुहोस् न त, यो भयो भनेर चाहिँ। आरपी महतोजी, जुन यो सुरक्षा मुद्रण भनेको के हो, यसको आवश्यकता किन पर्छ? यस्तो छ, यो भनेको चाहिँ सुरक्षा होइन, यो सुरक्षण हो है, सेक्युरिटी प्रिन्टिङ भन्छन् यसलाई चाहिँ। यो भनेको चाहिँ जस्तो सरकारले प्रोड्युस गर्ने डकुमेन्टहरू, सरकारी डकुमेन्टहरू, जस्तो सरकारी डकुमेन्ट भनेको ड्राइभिङ लाइसेन्स भयो, सरकारी डकुमेन्ट भनेको पासपोर्ट भयो, जुन सरकारले तपाईँलाई दिन्छ यो के अरे चाहिँ ट्रान्जेक्सन गर्नलाई। ट्रान्जेक्सन भनेको चाहिँ अब तपाईँले ड्राइभिङ लाइसेन्स के अरे लिनुभयो, गाडी चलाउनु भयो अनि फल भयो अनि तपाईँले पेनाल्टी तिर्नुहुन्छ, अथवा अरू देशको अरू कामहरूमा इन्भल्भ हुनको लागि चाहिँ हो। यो डकुमेन्टहरू अरूले तपाईँको कपी ननिकालोस्, तपाईँको नामबाट अरूले कतै अफेन्स गरिदियो भने त त्यसको बिल त तपाईँले आउँछ नि त, अनि त्यो मिलेन नि त। सो अरूले चाहिँ कपी गर्न नसकोस् अनि यो सेक्योर होस्, जसको हो त्यसैको रेकर्डमा बसिरहोस् भनेर चाहिँ यो हाइटेक मिन्स कपी कसैले गर्न नसकोस् भन्ने हिसाबको टेक्नोलोजी युज भएर चाहिँ त्यो सेक्योर हुन्छ। सेक्योर मिन्स सुरक्षित हुन्छ। त्यो चाहिँ त्यो डकुमेन्टहरू चाहिँ सुरक्षित प्रिन्टिङ हो। यसमा आउँछ हजुरको चाहिँ ड्राइभिङ लाइसेन्स, यसमा आउँछ हजुरको चाहिँ नेसनल आइडी, यसमा आउँछ पासपोर्ट प्रिन्टिङ, पैसा,
जस्तो पैसा हजुरले घरमा बनाउन सक्नुहुन्न नि, पासपोर्ट हजुरले घरमा बनाउन सक्नुहुन्न नि है। सो त्यो यस्तो टेक्नोलोजी युज भएको हुन्छ, त्यो टेक्नोलोजी चाहिँ तपाईँको घरमा बनाउन सकिँदैन। यो प्रिन्टिङ हो, फेरि त्यो टेक्नोलोजी जस्तो सबस्ट्रेट हुन्छ, आइटी हुन्छ, मसिन हुन्छ, सारा चिजको कम्बिनेसन हो र त्यसमा कुनै चिज चाहिँ हिडेन हुन्छ, कुनै चिज देख्न मिल्छ र पनि हजुरले गर्न सक्नुहुन्न। सो ठुलो कम्बिनेसनको एउटा पार्ट हो। त्यो पार्टबाट चाहिँ डकुमेन्ट्सहरू चाहिँ सरकारी डकुमेन्ट्सहरू चाहिँ तपाईँको त्यसरी सेक्युर गरे आउँछ। द्याट इज कल्ड सेक्युरिटी प्रिन्टिङ। हजुर, यो नेपालमा नक्कली कागजात, प्रमाणपत्र र सरकारी छाप नियन्त्रण गर्न के गर्नुपर्छ? नक्कली कागजात नियन्त्रण गर्न सेक्युरिटी प्रिन्टिङमा हाइटेक लाउनु पर्यो, ताकि मान्छेले चाहिँ घरमा अथवा प्रिन्टिङ सेन्टरमा गएर चाहिँ गर्न नसकोस्। मिन्स सरकारी प्रिमिसेसबाट बाहिर ऊ जाँदै गर्दाखेरि उसले त्यस्तो डकुमेन्टहरू प्रिन्ट गर्न नसकोस् भनेर सरकारले हाइटेक युज गरे हुन्छ र हाइटेक युज गर्नुपर्छ। हामी गरिरहेछौँ। त्यो नै तपाईँको चाहिँ प्रयास सरकारको तर्फबाट हुने विषय हो। र अर्को नक्कली नोट भन्नुभयो होइन, नक्कली नोट भनेको चाहिँ यो अरू ठाउँमा पनि पैसा के अरे कुरा उठेको छ। नक्कली नोटहरू भनेको चाहिँ मान्छेले बनाउन चाहिँ सक्दैनन् घरमा, त्यो कन्फ्युजिङ, त्यो फोटोकपी गरे जस्तो हुन्छ क्या त्यो डकुमेन्टहरू चाहिँ। कलर फोटोकपीमा फोटोकपी गरे आउँछ, त्यो इजिली चिन्न सक्छ। पहिलो कुरा त पेपरै बाहिर आउँदैन जुन पेपरमा चाहिँ पैसा प्रिन्ट भएको हुन्छ। सो त्यो थोरै चिजहरू सिक्न जरुरी छ। यसको लागि यहाँको मिडियाबाट म के एउटा चाहिँ सम्प्रेषण गर्न खोजिरहेको छु भने, नेपाल राष्ट्र बैङ्कको वेबसाइटमा तपाईँ जानुभयो भने नोटहरूको विषयमा स्पेसिमेन चाहिँ त्यहाँनिर दिएको हुन्छ। भनेपछि तपाईँले कसरी चिन्ने त त्यो पैसा छ? मैले कतिजनालाई भन्दै हिँडौँ त होइन नि त, तर सरकारको त सोर्स त छ। त्यो वेबसाइटमा हजुर जानुभयो भने चाहिँ स्पेसिमेन छ र बेसिक चिजहरू तपाईँले सबै चिज त भन्दैन, तर तपाईँले चिन्ने चिजहरू चाहिँ यो हुन्छ है पैसामा चिन्ने त्यो चिज, यो चिज चाहिँ हजुरले व्यापक चाहिँ यसलाई चाहिँ एउटा अवेरनेसको लागि बढाइदिनु होला छ त्यहाँनिर। यो राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशका लागि खास गरेर के फरक योजना चाहिँ ल्याउनुहुन्छ? राष्ट्रिय स्वतन्त्र पार्टीको लागि चाहिँ सबै देशै एकनास हो होइन, तर पिछडिएका दुईटा प्रदेश अलि बढी, जस्तो हामीले त इन्डेक्स हेर्छौँ नि त, कर्णाली र मधेस प्रदेश। मेरो पनि जोड मधेस प्रदेशमा। म मधेस प्रदेशको मान्छे हो। म मधेसी भएर जन्मिँदै गर्दाखेरि म मधेसी भएर नै मर्छु। मेरो आइडेन्टिटी त अब चेन्ज हुँदैन नि त। सो राष्ट्रिय स्वतन्त्र पार्टीसँग म जोडिएको छु, मसँग मधेस जोडिएको छ। मधेस म आफ्नै जीवनकालमा मधेसमा सुगन्ध ल्याउन खोजिरहेछ राष्ट्रिय स्वतन्त्र पार्टीले। मैले पनि मधेसमा के अरे चाहिँ सुगन्ध आओस्, मान्छे आहा म प्रदेश हुनु पर्यो त मधेस प्रदेश जस्तो होस् भन्ने परिकल्पना राष्ट्रिय स्वतन्त्र पार्टीले गर्दैछ, मैले गर्दैछु र यहाँहरूले पनि गर्नुहोस् र हामीलाई घचघचाइ राख्नुहोस्, हामीलाई चाहिँ पोक गरिराख्नुहोस् कि तपाईँले भनेको विषय चाहिँ हुनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले नै बुझ्नुपर्छ यसमा सुगन्ध आउने कामहरूमा चाहिँ शिक्षाको स्तर बढाउनुपर्छ, स्वास्थ्यको चाहिँ जस्तो हस्पिटलहरूको कुरा गर्दै गर्दाखेरि वर्कआउट भइरहेछ होइन। अब अहिले पनि मध्य प्रदेशमा कोही पेसेन्ट सिरियस भयो भने कि त विराटनगर कि त काठमाडौँको डिपेन्डेन्सी छ। यो डिपेन्डेन्सी हटाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले अथवा यो नेपाल सरकारले। यो डिपेन्डेन्सी हटाउनुपर्छ, शिक्षाको गुणस्तर चाहिँ बढाउनुपर्छ, स्किल म्यान पावरहरू बढाउनुपर्छ, इन्फ्रास्ट्रक्चरहरू बढाउनुपर्छ। यो बढाउने सँगै जुन यो अहिले जुन महँगाई बढिरहेछ त्यसलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले? महँगाई त बढाइदिनु भयो नि बढी। महँगाई त यस्तो हो, महँगाई त इकोसिस्टममा जाने चिज हो। हेर्नुहोस्, सबै चिजहरूको इकोसिस्टम हुन्छ महँगाई जानलाई। सरकारको काम हो जहिले पनि नियन्त्रण गर्ने होइन। अब यो इकोसिस्टममा ब्यालेन्स ल्याउनको लागि अब त्यसका एक्सपर्टहरूले चाहिँ काम गर्दै हुनुहुन्छ, इकोनोमिस्टहरूले काम गर्दै हुनुहुन्छ, हामीले परिकल्पना गरेका धेरै विषयहरू छन्, उहाँहरूले काम गर्दै हुनुहुन्छ। मैले फेरि पनि भने 4 महिनामा हामीले चाहिँ महँगाई घटाउन सक्दैनौँ होला, तर हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ सर्किट डायग्राम बनाउँदैछौँ के। तर हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सर्किट डायग्राम बनाउँदैछौँ। सर्किट डायग्राम भनेको चाहिँ यो क्यामेरा बन्नुभन्दा अगाडि यो सर्किट डायग्राम बन्या हो क्या। मिन्स एउटा पेपरमा लेआउट बन्या हो कि। अनि लेआउट बने पछाडि कुन कुन चिज कहाँ कहाँ छ भन्ने कुरा चाहिँ जब प्लेस हुन्छ र यसको डेमो टेस्ट हुन्छ, त्यो डेमो टेस्ट हुँदैछ, त्यस पछाडि त्यो चिजहरूमा जान सकौँला। सो इट वुड बी टु अर्ली टु आस्क मी के अरे यो
महँगाई कसरी चाहिँ कन्ट्रोल गर्ने वर्कआउट हुँदैछ एक्सपर्टहरू लागिराख्नु भएको छ सायद 1 वर्ष पछाडि सोध्नु भयो भने पनि भ्यालिड क्वेसन हुन्छ आरबी महतोजी किनकि अब यस्तो छ कि पार्टीको योगदान पार्टीको चाहिँ जुन मान्छेहरू हुँदाखेरि उहाँहरूको योगदानको छुट्टै कदर हुन्छ तर चाहिँ यो देशमा चाहिँ परिवर्तन जुन भयो त्यो जेनजी मोमेन्टकै पछि चाहिँ यो परिवर्तन भएको जेनजी को चाहिँ यो सरकारले यो कुरा मान्नुपर्छ कि ऋणी हुनुहुन्छ उहाँहरू जेनजीहरूको तर अहिले चाहिँ धेरै यस्तो जेनजीहरू छन् जुन आफ्नो चाहिँ पढाइमा खर्च नजुटाएर चाहिँ गलत चाहिँ कुलतमा लागेका छन् धेरै समस्याहरू विदेश्नु पर्ने अवस्था हेरि नै राख्नु भएको छ उहाँहरूको लागि चाहिँ एउटा छोडै प्याकेज त बनाउनु पर्ने अवस्था छ जरुरी छ तर योमा अहिले चाहिँ जुन यो बजेट भाषणदेखि लिएर अहिलेसम्म चाहिँ जनताहरूमा अलिकता निरुत्साहित हुनुपर्ने अवस्था आएको छ यसले यहाँले के हेर्नुभयो किनकि यहाँ पनि मध्य प्रदेशकै हुनुहुन्छ त्यही भएर मैले भन्न खोजेँ जिन्जीहरूप्रति हामीलाई पूर्ण सम्मान छ जिन्जीहरूको मुभमेन्टबाट सरकारको जुन फर्मेसन भयो र जुन एउटा हामी अगाडि बढ्दै गरेको कामहरू छ उहाँहरूकै कारणले पनि हो र अहिले विदेशिने जुन कुरा छ विदेशिने कुराहरूमा चाहिँ म त के भन्छु भन्दाखेरि चाहिँ बाध्यताले विदेशिनु नपरोस् तर विदेश चाहिँ जानुपर्छ भन्छु के म एकचोटि तपाईँ देख्नुहुन्छ स्किल सिक्नुहुन्छ आफूलाई चाहिँ डेभलप गर्नुहुन्छ अनि आउनुहुन्छ तपाईँको मै उदाहरण हो त यहाँनिर म यत्रो विदेश नगएको भए आज आरपी महतो तपाईँको सामुन्य यसरी इन्टरभ्यू दिएर बस्न सक्दैन थियो होला त मतलब ट्राभलले मान्छेलाई सिकाउँछ विदेशी भनेको अमेरिकै जानुपर्छ भन्ने त छैन तर यु क्यान गो फर द ट्राभल फर द एक्सप्लोरेसन फर द अब्जर्भेसन यी चिजहरूको लागि चाहिँ जानुपर्छ तर बाध्यताले जान नपरोस् भन्ने मेरो पनि भनाइ हो त्यसको लागि फेरि पनि भन्दैछु इट वुड बी टु अर्ली टु आस्क होइन हामी काम गर्दैछौँ त्यो विषयहरूमा चाहिँ अब जस्तो शिक्षाकै क्षेत्रमा पनि तपाईँको कति महिना लाग्थ्यो त सीको रिजल्ट आउनलाई देख्नुभयो त चाँडो कापी काटेर चाहिँ रिजल्ट आएछ त होइन स्कुलहरूको लागि चाहिँ स्किल भोकेसनल एजुकेसनहरूको लागि वर्कआउट भइरहेछ ताकि स्किल्ड होस् मान्छे स्किल नै हो क्या एजुकेसन भनेको चाहिँ पढेर किताबमा पास गरेर लोकसेवा एक्जाम दिएर चाहिँ अधिकृत र सचिवको लागि नाम निकाल्ने मात्र एजुकेसन होइन के हजुरको घरमा एउटा चिम बिग्रियो भने हजुरलाई इलेक्ट्रिसियन बोलाउन नपरोस् सामान्य चिजको लागि हजुरले चिम पसलबाट ल्याएर आफ्नो चिम आफै लगाउन सक्नु पर्यो के हजुरलाई त्यो आँट चाहिँ आउनु पर्यो मैले पढाएको छु भनेर गर्व हुनु पर्यो तर हजुर आफै भन्नुहोस् हजुरले घरमा चिम फिट गर्न कतिको सक्नुहुन्छ भन्ने कुरा एउटा उदाहरण मैले माने एउटा क्यारेक्टर लिएँ होइन सो एजुकेसन चाहिँ त्यो लेभलको हुनु पर्यो भने महँगाई यहीँ पनि घट्छ है फेरि जस्तो इलेक्ट्रिसियन बोलाउनु परेन नि त इलेक्ट्रिसियन बोलाउँदै गर्दाखेरि तपाईँको 500 रुपियाँ सेभिङ भयो नि त इलेक्ट्रिसियन भनेको तपाईँको ठुलो चाहिँ लाइन कट भयो तार कहाँ सर्ट भयो फोडेर निकाल्नु पर्यो भने फर द्याट वर्क इलेक्ट्रिसियनलाई बोलाउनुहोस् यो चिजहरू पनि हो।